उहाँ चाहिँ हाम्रो यस ठाउँको स्थानीय साथी भए पनि के गर्ने टिकट काट्नै पर्यो। हाम्रो साथीभाइहरूले चाहिँ कमल चाहिँ एकदम लिएर हिँड्नु भएको छ है। मेरो भुँडी हेर्नुभयो भने त अब कति महिनाको भनेर पनि क्वेसनहरू आइसकेछन्। के हो? हेलो गाइज, वी आर मिट आफ्टर लङ टाइम हैन। हाम्रो एलबिसी पछिको बसाइपछि हामीहरू धेरै समयपछि भेट भएको छौँ होइन। धेरै भेट भयो, तर हाम्रो एलबिसी ग्रुपहरूलाई चिडाउनलाई चाहिँ हामी गैड तालमा अहिले यत्तिकै अब हाम्रो इल्लुज ग्रुपहरूलाई हल्का दिम भनेर हो। म चाहिँ हल्का मोटाको अवस्था छ गाइजहरू होइन। भुँडी चाहिँ म देखाउनु है फेरि मेरो चाहिँ म चाहिँ दुब्ला र स्लिम भएको छु है। मेरो भुँडी हेर्नुभयो भने त अब कति महिनाको भनेर पनि क्वेसनहरू आइसकेछन्। राख्नु पर्ने थियो र हामीले बाइक त्यही राख्नु पर्ने थियो यत्रै घुम्नु पर्यो अब होइन। ओके, केही छैन। ल हेर्नुहोस् हाम्रो गैर तालको भ्यू अहिले तपाईँले टिकटकमा धेरै नै भाइरल देख्नुहुन्छ यो होइन। अब यसलाई चाहिँ कमल पोखरी राख्ने अरे, बुटोलकोलाई चाहिँ दानापुर ताल राख्ने भनेर पनि यस्तो खालको मान्छेहरूको एउटा टिप्पणीहरू आएको छ होइन। यद्यपि ठिक छ, अब हामीहरू अब यत्तिकै है, म पनि यत्तिकै हाम्रो हामी अनप्लान्डवाला हाम्रो ट्रिप हो होइन। हामी प्रि प्लानै थिएनौँ। अनि एक्कासी हाम्रो साथी सहमित्र भरत खड्काज्यूले मलाई कल गर्नुहुन्छ। अनि त्यसपछि 4 नम्बर जाउँ भनेर भन्नुभएको थियो। अनि आइएम सरी भने मैले त्यस लगत्तै। अनि उहाँ चाहिँ 4 नम्बर पनि पुगेर आइसक्नु भएछ र मलाई हाम्रो हाम्रो बाँसगढी होइन, बाँसगढी आइसकेपछि उहाँले कल गर्नुभयो, ल भेटौँ न त भनेर। अनि बडा मुस्किलले म चाहिँ अलिकति मस्का लगाएर भेटेको भने त त्यही पनि रमाइलो छ नि त। हाम्रो साथीभाइहरू धेरै बिजी भएपछि यस्तो म बिजी के यस्तो बिजी त भन्न पनि मिल्छ होइन। तर बिजी नभएका हाम्रा मित्रहरू एकदम बिजी भएर बुटोलमै भएका साथीहरूलाई नि भेट्न गाह्रो भएर हामी चाहिँ आज बुटोलको नजिक होइन 20 किलोमिटरदेखि बुटोलदेखि 20 किलोमिटर टाढामा चाहिँ हामी जगदीशपुर ताल आएको छौँ। दानापुर ताल सरी दानापुर ताल। यसलाई चाहिँ पहिला चाहिँ गजेट ताल भनेर चिनिन्थ्यो। अहिले चाहिँ यहाँ चाहिँ एउटा के छ भन्दाखेरि कमल फुल चाहिँ एकदम सिजन भएको भएर यहाँ चाहिँ एकदम हाम्रो साथीभाइहरूले चाहिँ कमल चाहिँ एकदम लिएर हिँड्नु भएको छ है। किनकि अहिलेको विशेषता भनेको कमल फुल्ने समय भएको भएर अहिले चाहिँ हामी पनि त्यसैको लागि नै भनेर हाम्रो स्थानीय पर्यटकलाई जोगाउन गर्ने भनेर हाम्रो दानापुर ताललाई चाहिँ हामीले फर्स्ट प्रायोरिटीमा राखेका छौँ। त्यसै सायद उहाँ चाहिँ हाम्रो यस ठाउँको स्थानीय साथी भए पनि के गर्ने टिकट काट्नै पर्यो। अनि ठिक छ, त्यो त पर्यटन विकासको लागि त जे गरेर त्यही त होइन। म त्यही भनेको अब सोर्स नलाउने के साथीभाइ 2-4 रुपियाँ दिने पनि हाम्रो पनि यसमा सहयोग मिल्यो भन्ने हुन्छ नि त होइन। ठिक छ, अब अहिले चाहिँ पर्यटकीय स्थलले हाम्रो स्थानीय पर्यटक जगेर्ना गर्न पाउनु भनेको हाम्रो लागि धेरै पनि गर्वको कुरा हो होइन। हाम्रै आफ्नै सानो सहयोगले चाहिँ हामीलाई हाम्रो ठाउँ बन्छ भने चाहिँ यो हाम्रो कन्ट्रिब्युट जस्तो हो। त्यसैले नो मोर टेन्सन। यो चाहिँ एकदम ठुलो छ, पानीको लेभल चाहिँ अलिक कम छ, यता पनि छ, तर यो चाहिँ एकदम सानो भएको छ होइन। यस्तो भयो हामी चाहिँ अब साथीले जुत्ता लाउनु भएको छ, म चाहिँ चप्पलमा आफ्नो स्थानीय ठाउँमा त चप्पल होस् खाली खुट्टा होस् आउनु पर्यो, तर आउनु पर्यो। त्यही भएर हामीले चप्पल जुत्ता अचानक भएर म चप्पलमा हामी चाहिँ आइएछ रमाइलो गरौँ होइन, आफ्नो ठाउँको लागि हेरौँ। किनकि अहिले आफू आए पो अरूलाई पनि भन्न सकिने भनेर कमलको भित्र तर आइसु हेर क्या। म तपाईँहरूलाई कसम भन्छु क्या, आज धेरै नै हाम्रो क्राउडहरू छ क्या। हाम्रो यो आजभन्दा लगभग यो कमलको फुल नफुल्दा होइन हामीले त्यो पनि एउटा अवलोकन गरेको कुरा हो क्या। त्यो हामीले अब्जर्भ गरेको कुरा के हो भन्दाखेरि अब हेर्न सक्नुहुन्छ चारैतिर तपाईँलाई म अझै जुम गरेर देखाउँछु होइन। चारैतिर जुम गरेर देखाउँछु कि मैले, हेर्नु त अझै जुम गरेर हेर्नुहोस् होइन चारैतिर। अहिले चाहिँ एकदम हाम्रो हाई क्राउड छ क्या अहिले यो ब्युटी हेर्नलाई होइन। त्यही पनि ठिक छ, आउनुपर्छ। हाम्रो स्थानीय पर्यटन विकास प्रवर्धन गर्नु भनेको हाम्रो लागि पनि त्यो पनि एउटा खुसीको कुरा हो होइन। यहाँ केही विकास हुनु, अब चिलमा बसिन्छ यहाँ। त्यसपछि हाम्रो बोटिङ चलिरहेको छ त्यतातिर होइन। हजुरलाई बोटिङ गरेको देखाइदिन्छ। अब त्यसपछि त्यहाँ बोटिङमा कति बेला जाने भन्ने कुरा हुन्छ होइन। यो दृश्य हेर्नु सक्नुहुन्छ तपाईँले, मस्त छ है। हेरौँ लाग्ने आँखा तपाईँको
यो हेरेर हाम्रो मन लोभ्याउने खालको दृश्य हेर्न पाउँदा होइन हाम्रो छोडेरै जान मन लाग्दैन कि यस्तो दृश्य छ अहिले अहिले आउनुभयो भने तपाईँले यहाँतिर तपाईँले यो भागमा चाहिँ अझै देख्नुहुन्न होइन तर तपाईँले यो बिच भागमा होइन तपाईँको एकदमै कमलको फुलहरू छ होइन अनि यो कमलको फुलहरू चाहिँ अहिले टिप्नलाई चाहिँ प्रतिबन्ध लगाइएको कुरा पनि जानकारीमा आएको छ मैले भर्खरै पनि हाम्रो यहाँ साथीभाइहरूसँग बुझेको अब यो टिपेर भिडियोहरू बनाउने क्रम त धेरै नै थियो टिकटकमा देख्न सकिन्थ्यो अब हेर्न सक्नुहुन्छ तपाईँहरूले होइन क्राउड एकदमै रमाइलो छ होइन चारैतिर अब यही हो दृश्य जति हेरे पनि यही हो अब यहाँ बोटिङ चलिरहेको छ होइन हाम्रो अब हजुरहरू आउनु भएको छ माया गरिदिनु भएको छ हाम्रो स्थानीय क्षेत्रलाई तपाईँहरूले माया गरिदिनु भएको छ आउनु भएको छ थुप्रै क्राउडहरू मैले देख्न सक्छु अब कतिपय त आउँदै गइसक्नु पनि भयो होला मैले टिकटकमा पनि हाम्रो क्षेत्र यो हाम्रो कमलको फुलहरू अब बोटिङहरूलाई भाइरल बनाइदिनु राख्नु भएको छ एकदमै खुसी छौँ हामी मेरो साथी उहाँ हुनुहुन्छ भरत खड्का छेत्री अब नजिकै हुनुहुन्छ तर टाढा भन्नुपर्छ उहाँलाई पनि अब 2-3वटा पालिकाबाट बिचमा क्षेत्र स्थानीय तह तोडेर आउनु भएको छ होइन एकदम घुम्न मन लागेर अब यो क्षेत्रलाई देखेर टिकटकमा देख्नुभयो या कता देख्नुभयो तर धेरै मन पराइदिनु भएको छ राम्रो लाग्यो एकचोटि घुम्नुपर्छ एकचोटि हामीले अब्जर्भ गर्नुपर्छ त्यसलाई पनि यो एकचोटि बोटिङ गर्नुपर्छ भनेर उहाँले भन्नुभएको हो भन्नुभएको छ बोटिङमा चाहिँ चान्स पाइएला जस्तो छैन धेरै नै भिडभाड छ बोटिङ चाहिँ अब उताको बोटिङको भिड देखाइदिनु उहाँहरू चाहिँ एक राउन्ड हालेर आइसक्नु भएको छ बोटिङ गर्नु साथै यता उहाँहरू चाहिँ सबैजना वेटिङमा हुनुहुन्छ बोट चाहिँ छ तर त्यसैले गर्ने अब हाम्रो के भन्छ माझी टाइप हुनुहुन्न जस्तो छ त्यसैले अब चाहिँ सबैजना चाहिँ हाम्रो युट्युब च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु होला लाइक गरिदिनु होला बाई बाई